आमालाई धन्यवाद। सिङ्गो चितवनले आमालाई धन्यवाद दिएको छ है। एक स्वरमा भनौँ धन्यवाद आमा। म सुरक्षा निकायका सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिन चाहन्छु। मैले हिजो पनि भनेको थिएँ, विषम परिस्थितिमा संसारका कयौं ठाउँहरूमा यस्ता विभिन्न घटनाहरू हुँदाखेरि त्यहाँ लोकतन्त्रको हत्या गर्ने कामहरू सुरक्षा निकायले गरेको हुन्छ। म नेपाल आर्मीलाई धन्यवाद दिन चाहन्छु। उहाँहरूले लोकतन्त्रको रक्षा गर्नुभयो। जति गर्न सकिन्थ्यो जति गर्नु पर्थ्यो त्यति गर्नुभयो। संसारका कयौं देशहरूमा यस्ता किसिमका घटनाहरू हुँदाखेरि लोकतन्त्रै खतरा भएर लोकतन्त्र कब्जा भएको छ। तर हाम्रो मुलुकको सुरक्षा निकायले अनि विशेष गरेर नेपाली सेनाले नेपालको लोकतन्त्रको सम्मान गरेको छ र आज यो अवस्थासम्म पुर्याएको छ। म सम्पूर्ण सेना परिवारलाई धन्यवाद दिन चाहन्छु। नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षा निकायका महानुभावहरूलाई म धन्यवाद दिन चाहन्छु। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म यो निर्वाचनको क्रममा अहोरात्र खट्नुहुने राष्ट्रपा परिवारका सबै सदस्यहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईहरूको अहोरात्र मेहनत, जनताको साथले आज हामी यहाँ उभिएका छौँ र चितवनबाट सुरु भएको यो यात्राले देशव्यापी एउटा लहर सुनामीको रूप लिँदै गरेको हामी देखिरहेका छौँ। म सम्पूर्ण चितवनबाट हिजो गाली खाँदै पनि अनेक अपहेलना सहेर पनि घन्टी बजाउन नछोडी निरन्तर लाग्नुहुने ती तमाम सहयोद्धा साथीहरूलाई एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। अरू सबैको नाम आफ्नो ठाउँमा छँदैछ। नाम लिने क्रममा नाम छुट्ला भन्ने कुराले पिर लागेर म सबैको नाम एकमुष्ट ल भइगयो भनेर भन्ने गर्दै आएको छु। छुटेछु भने मुटुको कुनामा छोपिएर बसेको नाम रहेछ भनेर चित्त नदुखाउनु होला है। कहिलेकाहीँ मुटुले छोपेर राखेको हुन्छ, नामै आउँदैन, देखिँदैन। तर कमान्डरको भूमिका निर्वाह गर्ने राजन गौतमजीलाई त बिर्सनु भएन है। राजन गौतमजी कता हुनुहुन्छ? राजनजी, कमान्डरका हिसाबले तपाईँले एकदमै राम्रो निर्वाह गर्नुभएको छ। म धेरै धेरै धन्यवाद दिन चाहन्छु कमान्डरलाई। कमान्डरको मार्फत सबैजनालाई धन्यवाद। अहिले कमान्डरलाई धन्यवाद दिएपछि त्यहीँबाट सबैले तामासाईमा धन्यवाद बाँडेर लिनुपर्छ है। चितवनवासी दाजुभाइ दिदीबहिनी आमा बुवाहरूलाई त मैले भन्नै पर्दैन। त्यस्तो आपद विपद पर्दाखेरि, म अप्ठ्यारोमा पर्दा तपाईँको आँसु बगेको, तपाईँले हस्ताक्षर गर्नुभएको, म कारागारमा बसेर एक्लै टोलाउँदै सुनिरहन्थेँ। जब रात पर्थ्यो, बदला होइन न्याय, बदला लिनु हुँदैन, न्याय चाहिँ माग्नुपर्छ, बदला लिनु पर्दैन। म यति भन्न चाहन्छु, जति पनि मतदाताले हामीलाई भोट दिनुभयो उहाँहरूलाई धन्यवाद। तर सम्पूर्ण चितवनवासीको हक हितका लागि हामी काम गर्नेछौँ। हामी यो जितलाई घन्टीमा भोट हाल्नेहरूको मात्र जित होइन, सिङ्गो चितवनको, सिङ्गो देशको जित बनाउनेमा हामी लागि पर्नेछौँ। हामीले जित्दा कसैले पनि हार्न नपरेको महसुस आम जनताले गर्नेछन् भन्ने मैले विश्वास लिएको छु। हामीले विजय र्याली नगर्ने निर्णय गर्यौँ। तर म यसै गरी धन्यवाद सम्बोधन कालिकामा र इच्छा कामनामा गर्नेछु। महानगरमा यहाँ भरतपुरमा यही मात्र सम्बोधन हुन्छ, किनकि आम नागरिकले दिएको जिम्मेवारीको अगाडि अब हामीले यसलाई उत्सवको रूपमा भन्दा पनि जिम्मेवारीको रूपमा, उत्तरदायित्वको रूपमा लिनुपर्छ। एक एक भोटको हिसाब गर्नुपर्नेछ। यो परिवर्तनका लागि आफ्नो कोख रित्याउनुभएका आमाहरूलाई म सम्झन चाहन्छु। ती शहीद भाइ बहिनीहरूलाई सम्झन चाहन्छु। र म फेरि यहीँ उभिएर भन्न चाहन्छु कि भाइ बहिनी हो, तिमीहरूको रगतको एउटा थोपो पनि खेर जाने छैन। नेपाल सरकारलाई धेरै धेरै धन्यवाद। यही चितवनमा उभिएर कारागारबाट मुक्त हुने बित्तिकै प्रधानमन्त्रीज्यू खुट्टा नकमाउनुहोस्, राष्ट्रपा तपाईँको साथमा भनेको थियौँ, अनुहार उज्यालो पार्नुहोस् भनेको थियौँ। सबैले राम्रो काम गर्नुभयो। म नेपाल सरकार, विशेष गरी सम्माननीय प्रधानमन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आमालाई धन्यवाद। सिङ्गो चितवनले आमालाई धन्यवाद दिएको छ है। एक स्वरमा भनौँ धन्यवाद आमा। म सुरक्षा निकायका सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिन चाहन्छु। मैले हिजो पनि भनेको थिएँ, विषम परिस्थितिमा संसारका कयौं ठाउँहरूमा यस्ता विभिन्न घटनाहरू हुँदाखेरि त्यहाँ लोकतन्त्रको हत्या गर्ने कामहरू सुरक्षा निकायले गरेको हुन्छ।
म नेपाल आर्मीलाई धन्यवाद दिन चाहन्छु। उहाँहरूले लोकतन्त्रको रक्षा गर्नुभयो। जति गर्न सकिन्थ्यो जति गर्नुपर्छ त्यति गर्नुभयो। संसारका कयौं देशहरूमा यस्ता किसिमका घटनाहरू हुँदाखेरि लोकतन्त्रै खतरा भएर लोकतन्त्र कब्जा भएको छ। तर हाम्रो मुलुकको सुरक्षा निकायले अनि विशेष गरेर नेपाली सेनाले नेपालको लोकतन्त्रको सम्मान गरेको छ र आज यो अवस्थासम्म पुर्याएको छ। म सम्पूर्ण सेना परिवारलाई धन्यवाद दिन चाहन्छु। नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षा निकायका महानुभावहरूलाई म धन्यवाद दिन चाहन्छु।